जय श्री राधे, जय श्री कृष्ण, जय माता दी। म इष्ट कश्यप पाण्डे। भगवानको असीम कृपा तपाईँ अनि तपाईँको परिवारमा बनिरहोस्, यही नै शुभकामना। आदरणीय महानुभावहरू, कति व्यक्तिहरूले मलाई गाली गर्नुहुन्थ्यो नि, मलाई मात्रै होइन। जब तपाईँलाई एउटा वेदिका बहिनीले आँखा खोल्न जब सुरु गरिन्, उनलाई पनि तपाईँले गाली गर्न थाल्नुभयो। मेरो त टिकटक आइडी नै ब्यान्ड गराइदियो यिनै माता, यिनै ज्योतिष, यिनै झाँक्रीहरूले। पहिलाको भाइरल टिकटक आइडी। तथापि एकैछिन यो भिडियो हेर्नुस् अनि प्रतिक्रिया दिनुस्। ल लाज लाग्छ कि टुक्का चटाउनु पैसा लाज लाग्छ नि भिडियो बना आमा एक तल लाज लाग्छ नि अब आउने कि अब आउने कि नै यस्तै बेजेत उस्तै बेजेत को त पैसा चटाउनु नाम निकाल्नु सबैले थाहा पाउँछ। भनम सब सिक्ने छ दिदी पैसा लाग्ने त बोक्सी नि त ल ल खान्छिस त दिनमा मेरो पैसा पनि चोखो छ यसमा बोक्सी दिन्छु जोग्ने न तुइने न कार तुइने न कम मैत्री सानातिर कस्तो सान्न आउँछ ल के आउँछ अबदेखि लाग्ने अबदेखि हेर्ने कि नहेर्ने यो अहिले भर्खर हुन्छ कि हुन्न हुन्छ कि हुन्न अबदेखि कसँग हात हालिस् तैँले भन् जानेको नजाने आफ्नो ठाउँमा बोक्सिनी रात लाग्दैन दुखे अरे भिट्टा मुटु खाने कस्तरी खान्छस् मुटु खा अब खान्छस् ल भोलि बिहान दुखेछ भनेर हिँड्न मिल्न नपरोस्। जाने कि नजाने उसलाई दुखेर के हुन्छ ऊ बिथर आफ्नो कर्म गरेछ आफ्नो खान्छ आफ्नो लगाछ। देख्नुभयो नि भिडियो। हिजो अस्तिसम्म वेदिकालाई गाली गर्ने अनि यो माता चाहिँ हाम्रो लागि भगवान हो भनेर पुज्ने, म तिमीहरूलाई तिमी भन्दिनँ, त पशुहरू होस्। किनकि तँहरूले भातै खाँदैनस्, किन गु खान्छस् तँहरूले। चाहे स्त्री होस्, यो मातालाई सपोर्ट गर्ने, चाहे पुरुष होस्। तँहरू भनेको हिजडा होस्, नपुंसक। किन तँहरूले भात खाँदैनस् क्या, तँहरूले गु खान्छस्। गु कुकुरले पनि खान छोडेको छ अहिले गु है, तर तँहरूले गु खान्छस्। यस्तालाई माता, यस्तालाई आदर्श मान्छस् तँहरूले। प्रकाश भुजेल जस्तोलाई आदर्श मान्छस्, जसको भिडियो मैले हालिसकेको छु। अनि दुईटा ज्योतिषको भिडियो पनि मैले हालेको छु। तिनीहरूलाई पनि तँहरूले गुरु मान्छस् नि। र यस्ता धेरै छन् ज्योतिषको नाममा कलङ्कित अनुहार, माताको नाममा कलङ्कित अनुहार, जो ज्योतिषकोमा जाने बित्तिकै 40,000 छिनिदिन्छ यिनीहरूले हवनको नाममा, ग्रह शान्तिको नाममा। यस्ता ज्योतिष, यस्ता माता, यस्ता